भेउ पलपलमा तपाईँहरूलाई स्वागत छ। नमस्कार। आज हामी केयाको रमाइलो परम्परा देउसी भैलो बारे चर्चा गर्नेछौँ। देउसी भैलो नेपालमा विशेष गरेर तिहारको दोस्रो र चौथो दिन खेलिन्छ। यो केवल खेल मात्र होइन, सांस्कृतिक, सामाजिक र मनोरञ्जनको महत्त्व पनि राख्छ। देउसी भैलो के हो? देउसी भैलो खेलमा मानिसहरूको समूह घर घर पुगेर गीत गाउँछन्, नाच्छन् र ससाना उपहार दान लिन्छन्। गीतहरू प्राय धार्मिक शुभकामना दिने र रमाइलो शैलीका हुन्छन्। समूहमा गायक, नर्तक र बाजे माधुरी हुन्छन्। मुख्य रूपमा युवा र बच्चाहरू यसमा सहभागी लिन्छन्। घर धनीहरूले पार दिन्छन् मिठाई, फलफुल, पैसा। इतिहास। देउता राजा सी गीत, देउसी देउताको गीत। भैलो रमाइलो गीत प्राचीन समयमा यो समुदायको सहयोग, अन्न धनको आशिष मान्ने परम्परा हो। देउसी भैलोले सामाजिक सम्बन्ध बलियो पार्ने काम गर्थ्यो। यसले राजा देउता र जनता बीचको सम्बन्ध पनि बलियो बनाउँथ्यो। खेल्ने तरिका। समूहले सङ्गीत र नृत्यको तयारी गर्छ। साँझमा घर घर पुगेर गीत गाउँछन् र नाच प्रदर्शन गर्छन्। घर धनीको दान वा उपहार दिन्छन्। गीतहरू स्थानीय भाषा र शैली अनुसार फरक फरक हुन्छन्। आधुनिक समय स्कुल, कलेज र सामुदायिक कार्यक्रममा पनि देउसी भैलो मनाइन्छ। सांस्कृतिक र सामाजिक महत्त्व। देउसी भैलो सामुदायिक एकता र भाइचाराको प्रतीक हो। यसले जसले गीत गाउँछ र जसले दान दिन्छ सबैलाई खुसी बनाउँछ। युवा र बच्चाहरूलाई सांस्कृतिक चेतना, सामाजिक जिम्मेवारी सिकाउँछ। पुरानो गीतहरूले हाम्रो संस्कृति, इतिहास र परम्परालाई जीवित राख्छ। आधुनिक परिवेश। आजकल देउसी भैलो मनोरञ्जन, सांस्कृतिक कार्यक्रम र प्रतियोगितामा पनि खेलिन्छ। सामाजिक सञ्जालमा भिडियो सेयर गरेर परम्परा जीवित राख्ने प्रयास गरिएको छ। तर मूल उद्देश्य सहयोग, सम्मान र शुभकामना बाँड्नु नै हो। देउसी भैलो केवल रमाइलो मात्र होइन, सहयोग, आदर र समुदायको मूल्य सिकाउने परम्परा हो। यसलाई खेल्दै गर्दा हामी हाम्रो संस्कृति, पहिचान र सामाजिक सम्बन्ध सम्झन्छौँ। तिहारमा देउसी भैलो खेल्नुहोस् र हाम्रो परम्परा जीवित राख्नुहोस्। हवस् त।